र नमस्कार जनता। म के भन्न जाँदैछु भने अब चाहिँ हामी जनता एक हुनुपर्छ। लिडर्सहरू उनीहरूले आफ्नो बाटो पक्रिसकेको छ। हाम्रो मुद्दालाई अगाडि बढाउँदैन यिनीहरूले। हामीले जति नै इन्करेज गरे पनि हाम्रो मुद्दालाई यिनीहरूले कहिले अगाडि बढाउँदैन। विमल गुरुङले भनिहाल्यो, गोर्खाल्यान्ड सेकेन्ड बातको बात कुरा अरे, पहिला चाहिँ जिटिएको कुरा अरे हो। सुन्दा हाँस पनि उठ्छ। पहिला त म विमल दाजुले बहुत मान्ने मान्छे हो, म एउटा जनताको हैसियतमा हो। तर अहिले लाग्न थाल्यो, जब भत्ता र पेन्सन खाँदै बस्ने उमेरमा घरमा नबसेर पोलिटिक्स गर्नु खोज्ने मान्छेको आशमा हामी भरोसा गऱ्यौँ भने यस्तै कुराहरू मात्रै सुन्नु पाउँछौँ हामी, अरू केही पनि सुन्नु पाउँदैनौँ। र अब चाहिँ हामी जनता एक हुनुपर्छ, नभए अरू दूसरा उपाय छैन। हाम्रो सेपरेट स्टेटको माग आज मात्रै होइन, अहिले भर्खरको मात्रै कुरा आएन। यो सुन्नुमा हाम्रो जन्म पनि भएको थिएन रहेछ, 100 वर्ष नागेछ। हामी किन इज्जतले मागेर मात्रै खानु सक्छौँ, खोसेर खानु सक्दैन हामीसँग त्यो क्षमता छ त। हामी खोसेर खानु पनि सक्छौँ भने अहिलेसम्म अब हाम्रो जे जति भयो, जति मागहरू राख्यौँ, जति गर्ने लिडर्सहरूले गरिदियो, उनीहरूले 100मा 100% एकाग्रता भएर मुद्दालाई अगाडि बढाएन क्या। यो किन बढ्नु सकेन होला मलाई लाग्दाखेरि अप्सनले नै कामहरू बिग्रेको। यो हामीले एउटा मुद्दालाई एकाग्रता भएर अगाडि बढाउन सकेनौँ। र अब हामी जसरी हामी आगो फुक्छौँ, एउटा सानो इक्जाम्पल, जसरी हामी आगो फुक्छौँ, त्यो आगो हामीले बाल्दाखेरि आगो लाउनु बित्तिकै आगो भ्लुट्टै बल्दैन। भन्नु खोजेको बुझ्नु हुँदैछ होला। आगो लाउँदाखेरि आगो भ्लुट्टै बल्दैन। हामीले आगो जब लगाउँछौँ, सानो चिङ्गारीबाट ठुलो 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 हुँदै जान्छ आगो। लास्टमा गएर आफूले जति चिताएर लगाएको हुन्छ आगो, त्यो सबै डढेर खरानी हुन्छ। यस्तै प्रकारले हाम्रो सेपरेट स्टेटको मागको लागि 10 जना मात्रै कराएर हुँदैन। जनता हेरौँ है, मैले अगर गलत भने नि गलतै भन्नुहोस्, सही भन्दैछु भने सही भन्नुहोस्। अब हामी यसरी कति चुप लाग्ने, कहिलेसम्म चुप लाग्ने? हाम्रो के जन्म चाहिँ अर्काकै जग्गामा गएर कमाउनुको लागि मात्रै भएको हो? हामी यति आफ्नो मुद्दालाई अगाडि बढाएर एकाग्रता भएर यो कुरालाई पाउन सक्दिनँ होला हामी? यो असम्भव छ जस्तो मलाई लाग्दैन है। अब अहिलेसम्म ठुल्ठुला पदमा बसेका मानिसहरूले यो मुद्दा सक्सेस हुँदैन किन भन्छ? पहिला कुरा त हाम्रो जनता त एकतामा छैन। हो के भन्नु त, हाम्रो जनता त एकतामा छैन। अब हामी 10 जनाको परिवारमा एकजना छोराले जो चाहिँ केही पनि गर्नु सक्दैन, उसले कुनै कुराको माग राख्यो, लु बाउ आमा मलाई यस्तो गरिदियो, यस्तो चाहियो भन्दाखेरि बाउले के सोच्छ? बाउ त किन एउटा कमाउने जडिया हो। बाउले के भन्छ? अहिले होइन नानी, अहिले पैसा छैन हामीसँग। कसरी? अहिले हुन सक्दैन, अलिक दिन पर्खी, तँलाई यो दिन यो बार यति तारिक नभए यो यति सालभित्रमा म किनिदिन्छु भन्ने विचार छोरालाई राख्छ। र छोराले के भन्छ? होइन मलाई चाहियो, मेरो साथीभाइ यस्तो हेन्द्रे तेन्द्रे हाबी जाबी कुरा राख्छ बाउको अगाडि। र त्यति बेला सहायता कसले दिन्छ? परिवारले नै दिन्छ।
लु न त गरिदिउँ न त बिचरा यसको इच्छा छ यसको इच्छा पुरा गरिदिनु पर्छ अब एउटा हामी बाउ आमा भइसकेपछि अब समयको हिसाबले हाम्रो जमाना जस्तो थियो यसको त्यो जमाना छैन किनिदिउँ न त एउटा यसको जे पनि माग्छ हामी फुलफिल गर्नुपर्छ एउटा हामी गार्जियन हुनुको नाते हाम्रै नानी हो अन्त लास्टमा के हुन्छ बाउलाई कर लाग्छ हो कि त क्या हो गर्नुपर्छ ल ठिक छ त अलिक दिन पर्खी म विचार गर्छु नभए ल किनिदिउँला गरिदिउँला भन्ने बाउले पनि लास्टमा त्यहाँनिर परिवारको अगाडि हुन्छ भनेर छोराको मनलाई पनि खुसी र परिवारलाई पनि खुसी सोचेर गरिदिन्छ भने हामी जनता एकता भयौँ भने भारतको संविधानले दिएको हाम्रो हक र अधिकारदेखि हामी किन पछि हट्नु हामी पनि एकतामा हौँ हामी पनि एकतामा आएर यसरी रिझायौँ झिझायौँ मैले यो भनेको होइन है झैँ झगडा गरेर भन्नु खोजेको होइन माग्ने आइडिया ट्यालेन्ट है बुद्धिजीवी मान्छेको कमी छ र हाम्रो गोर्खे समुदायमा कमी छैन नि सक्छ नि माग्न र म चाहिँ यति भन्छु अब यो बिजेपी डबल इन्जिन सरकार भन्छ यिनीहरूले यो डबल इन्जिन सरकारको पावर 5 वर्ष छ 5 वर्षभित्रमा हामीले 5 वर्ष छोडिदिनु 4 वर्षभित्रमा हामीले यो गर्न सकेन भने हामी फेरि पनि आउँदो दिनमा त केही पनि छैन फेरि हाम्रो किनभने कुन चाहिँ आउँछ पार्टी उनीहरू सक्सेस भइहाल्छ दिनु मान्दैन हो यति बेला चाहिँ हामीले गर्ने कुरा गर्नुपर्छ भन्दै मेरो 2 शब्द अहिले म यहीँ राख्न चाहे।